नहोस्, नेपाली भाषीले पनि हाम्रो भाषीले पनि म बङ्गला बोल्दै बोल्दिनँ नभनोस्, बेङ्गली भाषा बोल्नेहरू पनि होवेन हुँदैन भन्ने कुराहरू चाहिँ नहोस्, सबैले एकअर्काप्रतिको त्यो सम्मान चाहिँ बनिरहोस् भन्ने। नमस्कार सबैमा। हालैमा तपाईहरूले पनि सुन्नुभयो पश्चिम बङ्गाल सरकारका मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीज्यूले सरकारी कार्यालयहरूमा पुरा राज्यभरि नै बङ्गाली भाषा अनिवार्य गर्नुपर्छ भन्ने घोषणा गर्नुभयो। अब यो घोषणा राज्यको उत्तरोत्तर प्रगति, प्रशासनिक व्यवस्था र भाषा नीतिसँग सम्बन्धित छ, यसलाई हामी नकार्न सक्दैनौँ। तर अर्को प्रश्न के पनि उठ्छ भन्दाखेरि हामी जस्ता दार्जिलिङ, डुवर्स अनि कालिम्पोङ क्षेत्रमा नेपाली भाषीहरू बस्छौँ अनि नेपाली भाषीहरूको वर्चस्व हाम्रो दार्जिलिङ, कालिम्पोङ क्षेत्रहरूतिर छ, हाम्रो अस्तित्व छ अनि यहाँ हामी आफ्नो नेपाली भाषालाई प्राथमिकता दिन्छौँ। अनि यस्ता क्षेत्रहरूमा डुवर्स क्षेत्रहरू भयो, सिलिगुडी जस्तो क्षेत्रहरूमा बहुभाषीको रूपमा नट ओन्ली नेपाली, त्यहाँ आदिवासी हैन अनि हिन्दी भाषीहरू पनि पहिलेदेखि नै बङ्गाली, हिन्दी, नेपाली सबैजना मिलेर त्यहाँनिर हामी धेरै वर्षदेखि बसोबासो गरेर आइरहेका छौँ। यसो हुँदाखेरि आउँदो दिनहरूमा नेपाली भाषी या त अन्य भाषी समुदायहरूले के कस्तो समस्याहरू झेल्नुपर्छ, भाषिक रूपमा, प्रशासनिक रूपमा भाषालाई लिएर के कुनै चुनौती हामीले झेल्नुपर्छ अथवा यस्तो चुनौतीहरू सहनुपर्छ भने भोलिको दिनमा हाम्रो अवस्था के हुन्छ भन्ने प्रश्नहरू आम जनतामाथि उठ्नु यो स्वाभाविक कुरा हो। र तपाईले हेर्नुभएको छ सरकारी कामकाज, रोजगार, प्रशासनिक व्यवस्थामा पहिलेदेखि नै भाषालाई लिएर एउटा छुट्टै समस्याहरू देखा परिरहेका छन् हाम्रो क्षेत्रहरूतिर। यसो हुँदाखेरि बहुभाषिक क्षेत्रमा कुनै मार्गदर्शन छ कि छैन त्यसको निम्ति अलग्गै एउटा छुट्टै व्यवस्था हजुरहरूले बनाउनु भएको छ कि छैन त? अहिले जसरी नेपाली भाषाले सम्मान पाइरहेको छ, नेपाली सँगसँगै अन्य भाषाले जुन चाहिँ सम्मान पाइरहेको छ, भोलिको दिनमा भाषाले यसरी नै सम्मान पाइरहने छन् कि छैनन्, हुन्छ कि हुँदैन भन्ने चिन्ता सबैलाई नै परिरहेको छ। र यो जुन चाहिँ प्रश्नहरू छन् त्यो बङ्गला भाषा विरोधी पक्कै पनि होइन। बङ्गला भाषा बङ्गालको सम्पत्ति हो, बङ्गालको अस्तित्व बङ्गला भाषासँग छ। तर हामी जस्ता नेपाली भाषी दार्जिलिङसँग हाम्रो इतिहास जोडिएको छ। त्यसो हुँदाखेरि हाम्रो अवस्था भोलिको दिनमा के हुन्छ भनेर सोच्नु चाहिँ सकारात्मक विचारधारा नै हो। यसको निम्ति यहाँनिर कुनै भाषा विरोधी अथवा बङ्गला भाषाको निम्ति चाहिँ यो घोषणालाई अस्वीकार योग्य छ भन्नुको अर्थ चाहिँ पक्कै पनि होइन। यसलाई सबैले बुझेको हुनुपर्छ। किनभने भाषा केवल बोलिने माध्यम मात्रै होइन, त्यहाँको भाषासँग पहिचान छ, भाषासँग इतिहास, भावना जोडिएको हुन्छ, हाम्रो संस्कृति जोडिएको हुन्छ। त्यसैले हाम्रो निम्ति हाम्रो भाषा जतिको प्यारो छ अरूको निम्ति पनि अरूको भाषा त्यति नै प्यारो हुन सक्छ। त्यसैले कुनै भाषा नीति लागू गर्नुभन्दा अगाडि बहुभाषिक क्षेत्रमा त्यहाँको वास्तविकता के छ, स्थानीय आवश्यकता के छ, यी सम्पूर्ण कुरालाई ध्यान राख्नु आवश्यक छ। किनभने भाषा एउटा अति नै संवेदनशील विषय हो। र मेरो उद्देश्य आज विचार राख्ने के हो त भन्दाखेरि जसरी बङ्गला भाषाले सम्मान पाइरहेका छन् त्यति नै नेपाली भाषाले पनि सम्मान पाउनुपर्छ। नेपाली भाषा सँगसँगै अन्य भाषीले पनि सम्मान पाउन्, सो अवसर सबैले पाओस्। यो निर्णयले भोलिको दिनमा कुनै पनि प्रकारको समस्या क्रिएट नहोस् भन्ने विचारधारा मात्रै हो। भाषाको निम्ति कोही पनि कट्टर भएर त समाजमा रहन सक्दैन। बहुभाषिक देश छ, बहुभाषिक समाज छ हाम्रो, र बहुभाषिक समाजमा हामीले मिलेर नै सम्पूर्ण कार्यहरू गर्नुपर्ने हुन्छ। भोलिको दिनमा छरछिमेकहरू सबै जाति प्रजातिकाहरू नै छन् हैन। त्यसैले कट्टरता चाहिँ कसैमा पनि नहोस्। नेपाली भाषीले पनि, हाम्रो भाषीले पनि म बङ्गला बोल्दै बोल्दिनँ नभनोस्, बेङ्गली भाषा बोल्नेहरू पनि होवेन हुँदैन भन्ने कुराहरू चाहिँ नहोस्। सबैले एकअर्काप्रतिको त्यो सम्मान चाहिँ बनिरहोस् भन्ने मेरो विचारधारा हो। र आशा गर्छु हजुरहरूलाई यो विचारप्रति के कस्तो प्रतिक्रिया छ त्यो कमेन्टमा अवश्य नै बताउनुहुनेछ। धन्यवाद एभ्रिवान।